सोल्टीको अन्डा 1 2 3 सुरुमै मेरो पर सोल्टीको अन्डा खान्छु सुरुमा सोल्टीको अन्डा अनि अब परा खान्छु ल फाइनल्ली साथीहरु हाम्रो चाहिँ यहाँ खानेकुरा रेडी भइसकेको छ हेलो एभ्रीवान नमस्कार जोरले अनि स्वागत छ आजको मेरो नयाँ भिडियोमा आयो तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै धेरै सन्चै आरामको साथ आज नयाँ दिनमा नयाँ भिडियोको सुरुवात गरिरहेको छु अनि आजको हाम्रो भिडियो के छ भन्न पक्कै पनि तपाईहरुलाई थाहा भइसकेको हुन सक्छ अनि अब थाहा नभए पनि अब हेर्दा हेर्दै थाहा पाउनु हुनेछ अनि नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु अनि भिडियोलाई एक लाइक पनि गर्नु होला अनि आज चाहिँ हाम्रो मैले चाहिँ अन्डा लिएर आइरहेको छु भर्खरै अनि अन्डा उसिन्ने अनि त्यसपछि उहाँ करेन्ट पकाउँदैछ अरनले करेन्ट पकाएर चाहिँ अनि हामी आज सिजर पेपर रक खेल्ने टुगा अरनी म खुसी चारजना खेल्ने हो अनि त्यही हो आज चाहिँ हामीले पहिले एकचोटि हामीले खेलेको थियौँ अनि फेरि आज चाहिँ कस्तो के गरौँ के गरौँ भयो अनि त्यही भएर आज सिजर पेपर रक गेम खेलौँ ल भन्दै भने अनि केटाकेटी पनि हुन्छ भन त्यही भएर अनि म चाहिँ अब भर्खरै सामानहरू लिएर आइपुगेको अब चाहिँ अन्डा उसिन्ने त्यसपछि उता करेन्ट बनाउँदैछ करेन्ट बनाइसकेर अनि त्यसपछि हामी खेल्नेछौँ पानी पनि पर्ने बेला भएको छ क्या फेरि रात परिसकेको छ हेर्नु अँधेरो हुँदै गइरहेछ फेरि अहिले एकैछिनमा पानी पर्नु बर्खालाई चाहिँ यस्तै हो होइन पानी पर्नु घाम लाग्नु धमिनुको त टुङ्गै हुँदैन त्यही भएर अब छिटो गरेर चाहिँ हामी खेल्नु पर्ने हुन्छ साथीहरू धेरै हल्ला नगरिकन जाउँ किचनतर्फ है त हाम्रो चाहिँ अब यहाँ चाउचाउ रेडी हुँदैछ अनि त्यसपछि अन्डा पर कित्लीमा छ यहाँनेरि छ अन्डा यहाँ चाहिँ हाम्रो चाउचाउ पाक्दैछन् अब गर्मी छ त्यस्तै साथीहरू आज त झन् धेरै हप छ अब एकछिनमा पानी पर्नु बेर लाउँदैन परोस् तर 7 बजेपछि मात्रै पानी परोस् भन्न चाहन्छु किनकि लाइन पनि गइहाल्यो फेरि मोबाइल चार्ज गर्नु पनि पाएको छैन हे भगवान हे ईश्वर हे भगवान यहाँनिर चाहिँ अब पकाउँदैछन् केटीहरू धमाधम म चाहिँ अब उता गएर डेकोरेसन गर्दै गर्नु बाटो रोडमा खेल्ने हो क्या अलिक उज्यालो हुन्छ त अँधेरो भइसकेको छ छिटो गर केटी हो छिटो लु काम च्याउ यस्तो दामी यो खाने च्याउ हो नि त हुन त साथीहरू हेर्नु यहाँ देउले च्याउ अहिले चाहिँ पानी झरीले गर्दाखेरि बाटोतिर कता कता घाँस काट्दाखेरि गोबरतिर पाइन्छ क्या देउले च्याउ यस्तो गाउँमा चाहिँ धेरै भए चाहिँ मिठो हुन्थ्यो के गर्नु र गरिमा त गर्मीले हप भएर देमकाली सानै भइसक्यो हाम्रो चाउचाउ चाहिँ पाकिसक्यो साथीहरू हजुर भात अब बसाउनु खाने हामी पनि यो त यति खाएर के भात जस्मिन भिडियोमा लजाउँछ है हजुर जस्मिनलाई त पिर्गाउँला झिक्थ्यो होला होइन होइन नानीलाई एउटा बोटोको झिकझिक त्यो नानी एउटा बोटोको झिक छापा न त नुन त खरम रहम त कस्तो फोरी देखेको त्यो उता बट्टा त अस्ति धुएको थियो फेरि अनि के जति भयो नि त्यतिकै यहाँ देखा हाम्रो चाउचाउ अब चाहिँ भने साथीहरू हाम्रो चाउचाउ बनिसक्यो यता आएर डिउ पनि लग्न लगेर लाउनु एकछिन नलाउनु त्यहाँ राखेर उमा छ कि तलपट्टि त्यो डालोमा के छ कतिको छ डिउ 1.5 को होला डिउ होइन उयो स्प्राइट ठिक छ कहाँदेखि ल्याएको स्प्राइट जना दिदी ल्याउनु भएको कोक चाहिँ कहिले ल्याएको हिजो कोक माउले ल्याउनु भएको लागि खोइ पियो खोइ तपाईँले गएर मलाई राखेको छैन यता थियो अरन टुवाल कता पुऱ्यायो पिरो लाउने ए उधै होला हौ त्यो त हेर्नु छैन कहाँ राखेको फुले खाएको कलर नहालेको रहेछ सेतन घुस कलर खाँदैन नानीले ऊ क्या ऊ त अन्डा पाएको कि हेरेर अन्डा खाना ल साथीहरू हाम्रो चाहिँ यहाँ पाकिसकेको छ बनिसकेको छ चाउचाउ चाहिँ अब चाहिँ भने अन्डा पाक्न मात्रै बाँकी छ
साँच्चीकै गर्मी यार कति भन्नु नि गर्मी 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 अब यहाँनिर लाएर चाहिँ हामी ल फाइनल्ली साथीहरू हाम्रो चाहिँ यहाँ खानेकुरा रेडी भइसकेको छ करेन्ट 5वटा अनि त्यसपछि 4वटा अन्डा अनि त्यसपछि स्प्राइट छ हामीसँग अनि हामीसँग खेलको मैदानमा उत्रिसक्नु भएको छ अरनी टुगा खुसी अनि त्यसपछि म हामी 4जना नहुने थियो क्या आफै पिठा लाएर खाने बेला होइन भरि भरि लगाए स्प्राइट छ अनि पानी ल्याइएन अब चाहिँ हामी स्टार्ट गर्छौँ गेम ल उता रुख्ला हो सुन्नु पल्लो छ हेलो साथीहरू हामीसँग चाहिँ रेडी भइसकेको छ र अब हामी चाहिँ भने गेम खेल्दैछौँ हामी 4जना खेल्दैछौँ होइन कुदेर जाँदा चाहिँ उता पल्लो छ भन्दा पल्लो छेउको रुद्राक्षको बोटलाई चाहिँ छुएर आउनु पर्ने हुन्छ अब रुल्स भन्ने कुरो त तपाईँहरूलाई पक्कै पनि थाहा भइसक्यो रुल्स भन्ने कुरो तपाईँहरूलाई थाहा छँदैछ होला होइन खेल्नेहरूलाई चाहिँ अब नखेल्नेहरूलाई थाहा छैन अब थाहा छैन भने चाहिँ हेरेर इन्जोय गर्नु होला थाहा छ भने झन् इन्जोय गर्नु होला भन्दै हामी चाहिँ सुरु गर्छौँ ल पक्कै मैले हेरेर हुन्छ 1 2 3 भनेपछि ल 1 2 3 सुरुमै मेरो पर सोल्टीको अन्डा खान्छु सुरुमा सोल्टीको अन्डा हुँदैन लिँदा ल क्या 1 2 3 1 2 3 1 2 3 फेरि पनि अब परा भान्छु कहाँ गएको आफ्नो भन 1 2 3 जाने क्या अन्डा भएन यसलाई सानो भनेर देख्दैन क्या 1 2 3 जाऊ त मेरो भानु देख्दैन पर 1 2 3 1 2 1 2 3 Bukan aku lupa. Tidak mana. 1 2 3. 1 2 3. Wah. Kalau kita itu ngapor nonton aja. Ayo. 1 2 3. Jauh. Ini tuh ikut mana dah?
यहाँ पर लो लाओ यहाँ जल कर 1 2 3 अलिकति 1 2 3 1 2 3 जानु अनि लिनु होइन 1 2 3 1 2 3 1 2 3 अरे 1 2 3 ए म मात्रै थिए त साथी 1 2 1 2 ए रात 1 2 3 Nanti tiga ya, sudah. 1 2 and 1 2 3 1 2 3 1 2 3 Hey! Ada tu sebab tu. Malah pun saja lah. Oh, di mana harus dulu lah. Mati ada sampai. 1 2 3. mat Jangan ini tu. Malah gini. mau panen dan sini mare के बनाउँ भयो हातले गर्छ ल सरी हातले गर्छ अचानक हेर्नु साथीहरु के भयो यस्तो भयानक रोग लाग्यो क्या के भयो यस्तो प्लिज प्लिज तपाई यसरी नरोइदिनु होला मलाई छिराउ पानी मसेलाइसक्यो पनि मरे छिराउ न टुवा त कति ढिलो दर्शक बिन देख्न सक्नुहुनेछ गेम खेल्दा खेल्दै एमबापे लड्नु एमबापे लड्नु भएको छ दर्शक बिन देख्न सक्नुहुनेछ यहाँ 81 बेहुला लिनु आउने भनेपछि बेहुली रुनको लागि हतार आतुर भएर चाहिँ उहाँले आँखाबाट आँसु चुहाउनु भएको छ छाई खोरी ल हामी खेल्दै गरौँ न त्यो पर्खेर कहाँ हुन्छ त नि ल ल ल खानको लागि त उठ्यो म उठिहालेको मलाई पनि मलाई पनि आँखा पसाइदिनु मलाई पनि खान्दिनु 1 2 3 1 2 3 ए अलि माथि गर्नु 1 2 3 हातले खान्छु तिमीले खान्दिनु मलाई दिदिनु सबैले माथि गरौँ ल एकैछिन मुनि ग 1 2 3 ए पानी पर राधे ले भाइ 1 2 3 1 2 3 ए मलाई एक दिन खान पाएन हो ए sok छैन हेर ल sok ए मलाई खानु न खानु पाएन हो सानो म लेखेको छु नि खासिन त मेरो पिरो 1 2 3 थोडा लाग्दै खुसी म लेखेको छु नि खासिन ल ओइ ल ओए सँगै ए बा मम त खान्न पर्छ त ल हालु पानी परेको पानी छिटो म हाल्नु नि त नै 1 2 3 1 2 3 1 2 3 1 2 3 1 2 3 जाने ए त्यो थोरै म त या बिजी खेल्दैन त आले गाने खाली पाउँदैन
कता गयो अलि राख्दैन पानी आइसक्यो 1 2 3 1 2 3 ए नमार एकैले तुरी भ्याउँछ अब लास्टमा पानी परेको ल 1 2 3 म त चाट्नु त लाग्यो एउटा अन्डा मात्रै खाएको मैले म त दिउँ एकचोटि खाएन घर जानु उता घर बोक्नु मैले बोक्छु साथीहरू पानी परेर फाइनलमा पानी परेर लु कुद गाइजहरू लु ओ पानी परेर हेर्नु यहाँ पिरो उता पनि लिएर आइज मोमो ल अहिले खानुपर्ने हामी पनि लौ भैँसीमाई यहाँ हेर्नु साथीहरू पानी परेर यस्तो भइरह सबजना पानी परेर पानीले गर्दाखेरि हाम्रो गेम पनि स्थगित हुन पाएन तर पनि ठिकै छ लास्टमा आयो पानी पानीमा एकछिन भिज्ने नि नुहाउने ओहो भीगी रातों में मीठी बातों में मकै बारी दर्याम खुर्सानी हाम्रो कहाँदेखि ल्याएको एकछिन भिज त नि गरीमा हेर्नु साथीहरू पानी परेर स्प्राइट खाएँ अलिअलि हाम्रो साथीहरू हाम्रो आफ्नै बारीमा फलेको जिरे खुर्सानी त होइन यो साइली खुर्सानी हो नुहाउँ भनेको अब के पानी परेर के भएर पायो स्प्राइट मलाई हजुर लौ राखिदिएको छ उता के अरे चौध राखिदिए हजुरलाई मलाई पर्छ साथीहरू हजुरमम्मीलाई पनि खेलाउने मन थियो फेरि हजुर खुट्टाले कुद्नु हुँदैन नि त त्यो भएर नखेलाएको पानी त सिगानै आयो यार पिरोले उहाँ चाहिँ भएको छ म त नखाएँ न पिरो भयो स्वाद भयो लास्टमा अरानले चाहिँ खानु पाएन चाउचाउ चाहिँ अन्डा चाहिँ खायो अन्डा खानु पाएन खुसीले लगाइदिनु भनेको त्यसले गर्मी सानो भएर अब पानी पर्छ दाम्मीसँगले हजुर गरम कस्तो भयो आज खेल मजाले लुगा फेर्छु गऱ्यौँ ल साथीहरू पानी पऱ्यो क्या के भएर लास्टमा चाहिँ अलिक नमजा भयो त्यही पनि ठिकै छ होइन सक्नु चाहिँ सकियो तर मैले खाना ग्रेट भन्नु अरे क्या अब यति धेरै खाएर चाहिँ होइन हेर्नु न त हेरिसक्नु भएन भिडियो त्यति धेरै खाएर चाहिँ खानु पाएन अरे हौ अब चाहिँ भने हामी भिडियोबाट बिदा हुन चाहन्छौँ साथीहरू बाई बाई अनि हामीलाई चिन्नुभयो कि चिन्नु भएन म ठुली ऊ साइली ऊ काइली ऊ अन्तरी ऊ कान्छी हेलो कमिलाको छोरी ल के अरे हाम्रो खुर्सानी साथीहरू हेर्नु अकबरे खुर्सानी मेरो मनी प्लान्ट मेरो खुर्सानी फुल प्लान्ट पानी परेर यिनीहरूलाई पनि शीतल भयो होला अहिले गर्मी भयो होलीको त आयो शीतल च्याप भयो अब एकछिनमा नुहाउँछु 5:30 भएछ 6 बजेपछि नुहाउँछु अब साथीहरू आजको
सुँगुरको मासु र भात पाक्दैछ, बुवाले पकाउँदैछ र खानुपर्ने हुन्छ हामीले चाहिँ होइन। त्यही भएर अब आजको भ्लगलाई यतातिर इन्ड गर्नुभयो। कस्तो लाग्यो आजको हाम्रो गेम, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। र अनि तपाईँ के भन्न चाहनुहुन्छ? म यो तपाईँले मलाई घुस दिनुभयो त्यो आँखा झल्यो हेर्ने। अरानी चाहिँ बेहुली हुनु पर्यो भनेर रुँदैछ। अरानीको बिहे हुँदैछ त्यही भएर रुँदैछ ऊ। ओइ 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 तिमीले मलाई किन दियो नबिन? ओइ ओइ तिमीले मलाई किन धोका दियो नबिन? ओइ 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 जस्मिन ठन्डा गर्दा है भिडियो गर्नु थालेपछि। गर्मी भयो। ल अब आजको भ्लगबाट हामी बिदा हुन चाहन्छौँ। बाई बाई गाइस। खोइ बाई 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 जसन बाई। ल पानी पर्दैछ, अब एकछिनमा नुहाउँछु।